नमस्ते। सबैभन्दा पहिला यो माथि बोर्ड देखाउँ त। बोर्डमा के देख्नुभयो तपाईँहरूले? केही देख्नुभयो? हो, त्यही बोर्ड देखाएको झापाली रिकन्डिसन हाउस, बिर्तामोड नगरपालिका 3, पशुपति चोक, बिर्तामोड। ठ्याक्कै पुरानो कञ्चनजङ्घा अस्पतालको छेउमा एउटा लक्ष्मी पेट्रोल पम्पको अपोजिट साइडमा झापाली रिकन्डिसन हाउस छ। किन तपाईँलाई देखाएको भन्दा हामीले गाडी देखाएको छौँ नि अगाडि, तपाईँलाई चाहियो हो। फेरि यो चाहिँ सुनको भाउ पर्दैन है, चाँदीको भाउ भन्दा पनि तल छ। किन्ने भने आउनुहोस् है भाइ। हजुर यो भाइको उयो माथिको, यो भाइको अनि यो यसको फिचर भनिदियो भाइ। अब यो यामाहाको एफजेड V3 हो। यामाहा भनिसक्दाखेरि अब ब्रान्डेड कम्पनी हो, त्यसमाथि एकदमै चलेको, अब मार्केटमा अब एकदमै लोकप्रिय रहेको यो बाइक 2020 मोडलको एफजेड V3, जुन तपाईँहरूले डिजिटल मिटरमा पाउनुहुन्छ, ABS पाउनुहुन्छ, स्मार्ट कनेक्टहरू पाउनुहुन्छ, विभिन्न फिचरले भरिपूर्ण छ। अब यसमा एफआई मोटरहरू युज भएको हुन्छ भने अब यो मोडलको कुरा गर्दा तपाईँलाई मैले भनिहालेँ 2020 मोडल। अब यो एकदमै डिमान्डेड कलर पनि भनिसक्दा, नेभी ब्लू भनिसक्दा एकदमै चल्ने कलर हो। अब यसमा तपाईँहरूलाई टायर अगाडि पछाडि नयाँ पाउनुहुन्छ भने तपाईँको इन्जिन राम्रो छ, इन्जिनमा खर्च गर्नु पनि त्यस्तो केही छैन। लुक साइज पनि राम्रो, एकदमै लोकप्रिय भएको। माइलेजको कुरा चाहिँ अब माइलेज तपाईँले हेभी चढ्दा माइलेज पाइँदैन भन्ने साथीहरूको लागि चाहिँ अब यो बाइक चाहिँ तपाईँहरूकै लागि है। माइलेज एकदमै राम्रो पाउनुहुन्छ तपाईँहरूले। यसमा माइलेज भनेको 50 देखि माथि 55सम्म तपाईँहरूले मजाले पाउनुहुन्छ। एक भाइ कहाँ यत्रो ठुलो गाडीमा 50-55 माइलेज आउँछ के भने ढाँट्या त होइन। एकदम भोलि गाडी कुदाउँदै जाँदाखेरि उहाँले चाहिँ गाडीको माइलेज 25 मात्रै भयो भन्नु हो नि, तिमी जिम्मेवारी? एकदम म जिम्मेवारी लिन्छु सर। तपाईँलाई 50 माथि दिएन भने तपाईँले कम्पनी क्लेम पनि गर्न सक्नुहुन्छ। यसमा माइलेज चाहिँ तपाईँको एफआई मोटर भएको कारणले माइलेज एकदमै राम्रो आउँछ। यामाहाको गाडीमा तपाईँलाई एफजेड V2 र एफजेड V3 माइलेजमा चाहिँ कम्पेयर हुँदैन, माइलेज एकदम राम्रो पाउनुहुन्छ तपाईँले। लाइसेन्स निकालेको उमेरदेखि अर्थात् 18-19 वर्षको उमेरदेखि 50-55-60 वर्षको सम्मका मान्छेले चाहिँ यो गाडी सर्र हाइवेमा कुदाइराखेको देखिन्छ। त्यसो हुँदाखेरि तपाईँको यो उमेर त्यो उमेर भन्ने हुँदैन। यो गाडी नेभी ब्लू भनेर अघि भनिसकेपछि जसले पनि मन पराउने गाडी हो। तपाईँलाई ठिकै पैसा छ, राम्रै तरिकाको गाडी चढ्न मन लागेको छ, सर्र घरमा बजारमा जता पनि गाडीमा सर्र चढेर जाँदा केटाले ठिकै गाडी चढेछ, बुढाले ठिकै गाडी चढेछन् भन्ने जस्तो बनाउनु छ भने यो गाडी तपाईँको हुनसक्छ, यदि तपाईँले चाहनुभयो भने। पैसा चाहिँ कति पर्यो? अब यसको मूल्यको कुरा गर्दाखेरि मूल्य मात्र तपाईँहरूलाई अनलाइनबाट आउनुहुन्छ भने 2,05,000 मात्रै। 2,05,000 2020 मोडलको तपाईँले आफ्नो बनाएर लान सक्नुहुन्छ। नयाँ अहिले सोरुममा यसको दाम त महँगो छ त भाइ? यसको नयाँको कुरा गर्दाखेरि अब यसको दाम चाहिँ हाइब्रिडमा लगभग 4,70,000 प्लस माथि होला। नर्मलमा तपाईँको यो मोडलमा आउने चाहिँ 4,30,000 कि 35,000 समथिङ छ सर। आधीभन्दा सस्तोमा त गाडी आयो त। आधीकै दाममा आयो तपाईँलाई। यो गाडी किनेपछि कति वर्ष चाहिँ ढोकाले चलाउन सकिन्छ? तपाईँहरूले अब राम्रो मेन्टेनेन्स गर्न सक्नुहुन्छ भने तपाईँलाई 5-6 वर्ष त केही गर्नै पर्दैन। तर पनि हाम्रोबाट तपाईँहरूलाई अब लाँदाखेरि केही डर हुन्छ भन्ने तपाईँहरूले नमान्नु होला। 6 महिना इन्जिन वारेन्टी आउँछ तपाईँलाई। 6 महिनाभित्रमा केही रिङ पिस्टनहरूमा समस्या आउँदाखेरि हामी हेरिदिन्छौँ। त्यसै गरी तपाईँहरूलाई आउने सुविधाहरू हाम्रोमा सेम छ। 3टा सर्भिसिङ फ्री आउँछ, साथै एउटा नयाँ हेलमेट पनि फ्री आउँछ। धेरै बयान गरियो यसको है। यसलाई त अब हेर्ने मान्छेले, बुझ्ने मान्छेले गाडी बुझिसक्यो कस्तो हो भन्ने कुरो। अब यता जाउँ न, के छ यहाँ? अब यो घोडा गाडी भन्न नि सकिन्छ। घोडा गाडी चाहिँ किन भने भाइ यसलाई? यसमा घोडाको लोगो लागेको कारणले घोडा गाडी पनि भन्न सकिन्छ। यामाहाको RTR, यामाहा भन्दै सरी TVS को RTR है। RTR भन्छ 160cc मा हो। यसमा घोडाको लोगो भएको कारणले कतिपय मान्छेहरूले घोडा गाडी मलाई चाहियो भन्नुहुन्छ भने यो तपाईँहरूकै लागि 160cc को घोडा गाडी 2020 मोडलको। यो घोडा गाडी RTR भनौँ, घोडा भनौँ, यो घोडाको चित्र राखेपछि यो गाडी त एकदम पानवाला दरो गाडी होला नि। एकदम सर। अब यतिको यसमा जति पिकअप हुन्छ त्यो मोटामोटी अरू गाडीमा सायदै कमै होला। यसमा चाहिँ एकदमै राम्रो पिकअप हुन्छ। तपाईँलाई पार्ट मजाले सर जान्छ। तपाईँ डिजिटल मिटर, अगाडि पनि डिस, पछाडि के छ? ड्रममा हो सर। पछाडि ड्रम। खास गरी गाडी किन्दाखेरि चाहिँ अगाडि डिस र पछाडि ड्रम भएको गाडी किन्नुभयो भने पहाड जाँदाखेरि विशेष सुविधा हुँदो रहेछ। मैले भोगेको अनुभव भन्दैछु है। कहिले काहीँ चाहिँ डबल डिस्क भएको गाडी ब्रेक फेल हुँदो रहेछ, त्यतिखेर चाहिँ निकै गाह्रो हुँदो रहेछ। अगाडि डिस र पछाडि ड्रम भयो भने एउटा ब्रेक झ्याप्पा हानेपछि सकुशल यात्रा गर्न सकिँदो रहेछ। अघि नै भनिसक्यो भाइले, यसको तानको कुरै नगरौँ, पछाडि आँटे जति मान्छे बोकेर लिएर हिँड्नु। डिजिटल मिटर छ, लग्जरी गाडी छ, मजाले लचाक गर्छ। जो राखेर बस्दा पनि भयो, हिँड्दा पनि भयो, गुड्दा पनि भयो। तपाईँको विचार? अरू के छ यसको विचार? अब यो भनेको स्मार्ट कनेक्टमा आउँछ, तपाईँको LED हेडलाइटमा आउँछ, तपाईँहरूले देख्न सक्नुहुन्छ अगाडिपट्टि LED हेडलाइटमा आउँछ। अब लुक साइज पनि राम्रो हो एकदमै। अब TVS को चलेको बाइक नै भनेको यही हो। अब 2020 मोडलको यो चाहिँ तपाईँहरूलाई इटरनिया पास हुन्छ है। अब कन्डिसन वाइज सबै कुरा राम्रो छ।
फिचर मैले अघि तपाईँहरूलाई मोटामोटी हामीले थाहा पाए जति, हामीले सुने जति, हामीले भोगे जति सबै तपाईँहरूलाई भनिसकेका छौँ। अब यसको मूल्यको कुरा गर्दाखेरि यो मूल्य तपाईँहरूलाई मात्र 1,65,000 पर्छ। 1,65,000 आरटिआर पाइयो। यो अघि तपाईँले भने जस्तो 6 महिना यसलाई पनि आयो, मजाले यसलाई पनि आयो। अब हामी यता चटक्क परेको बेहुलीमा आएका छौँ। यो के हो? अब हाम्रो दिदी बहिनी तथा अब स्कुटी कुदाउने दाजुभाइ सबैका लागि स्कुटी हामीले ल्याएका छौँ। स्कुटी चाहिँ अहिले हामीसँग सकिरहेको छ, एकै पिस मात्र भनौँ तपाईँहरूको लागि हामीसँग रहेको छ है। स्कुटी अब फेरि आउँला। अब यो स्कुटीको बारेमा चाहिँ केही जानकारी तपाईँहरूलाई दिउँ। यो 2016 मोडलको यामाहाको फ्यासिन हो। यो चाहिँ अब भन्न चाहिँ 125 सीसी भन्छन्, तर बिल्डिङमा 110 सीसी हुन्छ भने अब लुक्स वाइज पनि तपाईँहरूले देख्न सक्नुहुन्छ, एकदमै राम्रो छ। दाइ अलिकति तपाईँ पनि केही भनिदिनु। यो गाडी चाहिँ यदि तपाईँ विदेशमा हुनुहुन्छ, श्रीमतीले गाडी कुदाउन मन गरेको छ, यसो बजार जानलाई गाडी चाहियो, यसो बिर्ताबाट जानलाई गाडी चाहियो, चट्ट देखाउनु पर्यो, सबैका श्रीमती चाहिँ हिँड्छन्, बजार जान्छन्, स्कुटीमा टिटिट पार्छन्, मेरो गाडी छैन भनेर तपाईँले श्रीमतीले गनगन गरिरहनु भएको छ भने थोरै पैसामा राम्रो गाडी, वारेन्टी 6 महिना कुनै के भन्ने पनि यसमा दिन्छ होला भाइले म भन्ने लागेको छ। सरर कुदाउनु 2-4 वर्ष मजाले कुदाउन सकिन्छ। तपाईँको श्रीमतीको, तपाईँको छोरीको, तपाईँको छोराको रहर पनि पुग्छ र मजाले यो गाडी कुदाउन पनि सकिन्छ। अनि अर्को कुरो मलाई जहाँसम्म लाग्छ यो गाडी दरो गाडी हो। दरो गाडी भनिरहँदाखेरि यसले तपाईँले उति दोकान घर मात्रै होइन, अलिक टाढासम्म घुमेर ल्याएर टुर पनि लिएर आउँछ कि कसो भाइ? एकदम यामा भनिसक्दा यामा दरो गाडी नै हुन्छ। अब यो पाहाड साहाड यताउता मजाले कुद्छ। तपाईँहरूको अहिले एफआई आउँदाखेरि पहिले चल्ने नै यही बाइकहरू थिए, स्कुटीहरू थिए। अब 110 सीसीको हुँदै गर्दा पनि यसको तानहरू राम्रो हुन्छ। साथै अहिले यसो हालको कन्डिसनको कुरा गर्दाखेरि इन्जिन सिन्जिन राम्रो छ। टाढा गरेपछि नयाँ छ भने तपाईँले यसमा डिजिटल मिटर चाहिँ पाउनुहुन्न, एनालग मिटर हुन्छ। एलइडी हेडलाइट चाहिँ हुँदैन, हेलोजन हेडलाइट हुन्छ भने लुक साइज पनि राम्रो छ। अब यसको मूल्यको कुरा गर्दाखेरि मूल्य पनि तपाईँहरूले एकदम चिपेस्ट प्राइसमा पाउनुहुन्छ, मात्र 90,000मा 2016 मोडलको तपाईँहरूले अघि मैले भनेको थिएँ नि थोरै पैसामा आउँछ भनेर भनेको थिएँ नि। 90,000मा गाडी आयो होइन, तपाईँको भयो, लानुहोस् क्या तपाईँ। यहाँ आउनुहोस्, फोन गर्नुहोस्, अनि हेलो गर्नुहोस्, यहाँ बस्नुहोस्, एकछिन हल्ला गर्नुहोस्। गाडी के अलिअलि तर ट्याक्टर टुटो कतै कति यसो उसो नट बल्टो हल्लिया छन् भने बनाओ केटा भन्नुहोस्, गाडी लानुहोस् कि कसो। एकदम हामीले अब तपाईँहरूलाई त्यस्तो कस गर्नुपर्ने कुराहरू हामी गरेर दिन्छौँ, सर्भिसिङ पनि गरेर राखेको हुन्छौँ। तपाईँहरूलाई केही समस्या परेमा हामी त्यो पनि हेरिदिन्छौँ तपाईँहरूलाई। त्यसो हुँदा अहिले धेरै पैसाका खर्च गरेर त्यो सोरुममा गाडी किन्नुपर्ने अवस्था छैन। राम्रो गाडी यस्तै ठाउँमा पाउँछ, अथवा विशेष गरी झापालेरी कन्डिसनमा पाउँछ। तपाईँ ढोक्काउनुहोस्, ग्यारेन्टीका साथ गाडी तपाईँलाई दिने जिम्मा यो भाइको। अनि पछि केही तलमाथि भयो भने फेरि विदेश जानु पर्यो भने अथवा श्रीमतीले अर्को गाडी किन्दै यो गाडी बेचिदिए भनेर भन्यो भने पनि त्यो गाडी पनि के गरिन्छ, हामी तपाईँहरूलाई जस धेर पैसा नघटाइकन नियमित तपाईँले जस एउटा पर्सेन्टेज शुल्क हुन्छ त्यो घटाएर हामी तपाईँहरूलाई राखिदिन्छौँ। अरूतिरबाट गाडी किनेर यहाँ बेच्न ल्याउनु र यहीँबाट गाडी किनेर लगेको अनि फेरि यहीँ बेच्न ल्याउनु पनि अलिकति फरक त परिहाल्छ। ल तपाईँले बुझिसक्नुभयो सबै कुरा। अब बाँकी अरू के छन् भन्ने कुरो अगाडिका भिडियोमा आउँदै जान्छन्। अहिले चाहिँ हामी टाटा बाई बाई।